हाई। यो कटहर मन नपर्ने त कोही हुन्न होला है। काट्नको झ्याउले कसैलाई त मन परे पनि खानुहुन्न। कतिले भन्नुहुन्छ क्या मलाई मन त पर्छ तर काट्न झ्याउ लाग्छ अनि म त पकाएर खाँदिनँ, कसैले दियो भने त खान्छु भन्नुहुन्छ क्या। तर कटहर नजान्नेले मात्रै जानेपछि कति सजिलो हुन्छ। हेर्नु न मैले कति सजिलो गरी काटेको छु। आज म कटहर काटेर पकाएसम्मको भिडियो बनाउँदैछु। अब यसरी कटहर काटेँ अनि यसमा धेरै होइन 2टा मात्रै आलु मिसाएँ अनि थोरै तेल, धेरै त होइन, थोरै तोरीको तेल लगाउने। कराईमा भन्दा कुकरमा पकाएको कटहरको सब्जी मिठो हुन्छ। म खासै केही हाल्दिनँ नि, मेथी फुराएँ, बेसार लगाएँ अनि अलिकति नुन लगाएर, बेसार चाहिँ लाग्ने गरी लगाउनुपर्छ अनि मात्रै खाउँ लाग्ने हुन्छ के। टमाटर अलिक बेसी नै लगाउनुपर्छ अनि थोरै पानी लगाएर मैले सिटी लाग्न छोडिदिएँ, 2-3 सिटी लगाउनलाई। अनि यसमा मसलामा चाहिँ जाइदाना चाहिँ अलिकति लगाउनुपर्छ, त्यो लगायो भने मिठो सेन्ट पनि आउँछ। अनि अलिकति मसला लगाएर अनि कटहरमा चाहिँ यो फिलुङ्गेको छोप मिठो हुन्छ, अलिकति छोप लगाएपछि अनि अलिकति धनियाँले लगाएपछि हाम्रो कटहरको सब्जी सबै रेडी हुन्छ।